आजको प्रश्न रहेको छ नेपालमा सबभन्दा कम बोलिने 5वटा भाषाहरू के हुन् र यो प्रश्नलाई बुझ्नको लागि बुझ्नुभन्दा पहिला हामी एउटा डायलग याद गरौँ है, जुन निकै चर्चित रहेको छ। त त्यो डायलग के रहेको छ? हो, त्यो डायलग चाहिँ के रहेको छ भने हँसी त फँसी, मतलब हँस्लो त फँस्लो हो। हाँस्यो भने फँस्यो भने एउटा डायलग चलेको छ जो निकै चर्चित हो। अब हाँस्यो त फँस्यो डायलग सुन्नु भएको छ, तर कब से हँसी हो, हामी कब से हँसी भन्ने फर्मुला बनाऊ है। ल यसलाई बुझ्नको लागि हामी सूत्र लेखौँ। अब सूत्र के लेख्ने? हाँस्यो भने फँस्यो तर कब से हँस्यो, के लेख्ने फर्मुला? कब से के भन्छ? कब से हँसी हो। यो कब से हँसी भन्ने फर्मुलाबाट हामी नेपालमा सबभन्दा कम बोलिने 5वटा भाषाहरूलाई सजिलै बुझ्न सक्छौँ। अब कबाट के हुन्छ? कबाट कुसुन्डा, कबाट के हुन्छ? कुसुन्डा, जुन नेपालमा मात्र 23 जनाले बोल्ने गरिन्छ। वबाट के हुन्छ? वबाट बनकरिया, बनकरिया, बनकरिया जुन नेपालमा मात्र 86 जनाले बोल्ने गरिन्छ। सेबाट साम, के हुन्छ? साम, जुन नेपालमा मात्र 106 जनाले बोल्ने गरिन्छ। हबाट हरियाणवी, हबाट के हुन्छ? हरियाणवी, जुन नेपालमा मात्र कतिजनाले 114 जनाले बोल्ने गरिन्छ। र सबाट फेरि लास्टमा के हुन्छ? 122 जना बोल्ने गरिन्छ। त्यो के हो? साधनी, के हो? साधनी हो। यसमा 23 जनाले यो बोल्ने गरिन्छ। कुसुन्डा, बनकरिया 86 र साम 106 र त्यसमा प्लस 8 गर्ने र त्यसमा पनि 8 गर्नु होला। र यसरी हरियाणवी 114 जना र साधनी भनेको 122 जना बोल्ने गरिन्छ। यसरी हामी सजिलो गरी पढ्छौँ भने सूत्र बनाएर भने र बुझ्ने गरी पढ्छौँ भने हामी सजिलै बुझ्न सक्छौँ है। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।